यो हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। म चाहिँ आज हाम्रो टुक्की ब्रदरको इन्डस्ट्रीको बाघ भन्ने गीतमा रियाक्सन गर्न गइरहेको छु। यो चाहिँ मेरो फर्स्टचोटि हो है, सबैजना राम्रोसँग सुनिदिनु होला। यदि केही मिस्टेक भयो भने पनि मलाई माफ गरिदिनु होला ल। अनि मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला ल। सुरु गरौँ है त। इन्डस्ट्रीको बाघ। बाजेले कडा दिएर ल त्यो मादल बजाएर के यो त हाम्रो सुदूरपश्चिमतिर पनि धेरै युज हुन्छ क्या यो। अब केही बिहे सिहे अनि केही चाडपर्वहरूमा बजाइरहेको हुन्छ क्या। यो बिट पनि त्यही बाजाहरू युज गरेर बनाएको जस्तो छ कि त्यही स्टाइलमा बनाइरहेछ क्या। प्रथम बिट्स ल सटअप टु प्रथम बिट होइन। बवाल बिट चाहिँ बवाल दामी अति। म नयाँ इन्डस्ट्रीको बाघ गर्दैछ नेपाल भरि राज नभए जङ्गल बस्ने आँट कसैले नदे हुन्छ धाक। हाम्रो टुकी बदलले चाहिँ भनिरहेछ कि म नै हो इन्डस्ट्रीको बाघ होइन। अब कोही जङ्गल बस्ने आँट कसैसँग छैन भने नदिए पनि हुन्छ धाग भने जस्तो कुरा मतलब भन्न खोजेको। यो चाहिँ फेक ग्याङ्स्टरहरूलाई उसले टार्गेट गरे जस्तो छ होइन। यदि तिमीहरूलाई मसँग भिड्ने क्षमता छैन भने मलाई पोक नगर भन्ने टाइपको कुरा गरे उसले चाहिँ। बबाल ल दामी। नभने दिन नभने रात कोहीले नि दिन नभने साथ कसैको हुन्न रहेछ बाल आफ्नैले दिन नभने हाँ यो पूर्व मेरै यो पश्चिम मेरै यो। यदि आफ्नैले हात दिएन भने होइन कसैको पनि बाल नहुँदो रहेछ भन्ने टाइपको कुरा गरिरहेछ उसले चाहिँ। त्यो पनि सही हो एकदम दामी। तर मेरै यो दक्षिण सबजना झिङ्गे म परे पश्चिम भन्न त कसको घरभित्र पस्दिम तुतुनो हेर्दा खा छैन 10 दिन पकाएर बिचमा कसलाई पस्किम देखाउँछ चरित्र ऐनाले अश्लील त्यसैले हुँदैन ठिक तेरो तस्बिर झुट बोल्दै लुका त्यो साँचो ज्यान सबै फोटो मात्र राम्रो आएर हुँदैन। आफ्नो ऐनामा हेर त्यो चरित्र कस्तो छ तँलाई आफै ऐनामा तँले देख्छस् भन्ने टाइपको कुरा गरिरहेछ उसले ल। धुवाले खाएको कलम अगाडि उठाते राखो मनभित्रै मैले बुझाथे आगो देखाएन मलाई जुत्ताले बाटो दुःख जति सब खुट्टाले पाएको झुक्दिन कहिले नि। देखाएन मलाई जुत्ताले बाटो दुःख जति मेरो खुट्टाले पाएको मतलब म यो बाटोमा हिँड्दाखेरि कति दुःख पीडा भएको छ त्यो मेरो खुट्टाले थाहा छ भन्ने टाइपको कुरा गरिरहेछ हाम्रो ब्रदरले। ओके पैसँग किनकि शत्रुहरू भनेको खाने जातो म नै हो इन्डस्ट्रीको बाघ गर्दैछ नेपाल भरि राज नभए जङ्गल बस्ने आँट कसैले नदे हुन्छ धाक निल्नलाई गाह्रो होला घाँस नहुँदा 32वटै दाँत। यो त बबाल फनी के निन्नलाई गाह्रो होला घाँस होइन। यदि नभएपछि 32वटा दाँत भनेको त्यो पनि सही हो ल बबाल। फिर्नलाई गाह्रो भएपछि सास सीतालाई कोसेली लाँदाखेरि कुनै बाटो थिएन मेरो आँखा बन्द तर बाटो थिए म कति गल्ती गरेँ मैले विगतमा धेरै कुरा गयो मेरो सातो लिएर म आइसकेछु हेर कहाँ पुगेर सब गलत मात्र सही भएको के छ सम्बन्ध त सब डढिसक्यो म मिठो खान्छु तँलाई काँचो दिएर जिन्दगी आफै बाँच्ने हो सबैलाई। बाजेहरू चाहिँ कडा डान्स गरिदिरहेको ल अति। पैसा कैछ भोक हुँदैन होइन भन्नेको झादिन्छु मुखैबाट लोभ थन्किँदै घरमै बस्न ब्रो गल्लीमै बसेर नखोज गल्ली सल्लीहरूमा हिँडेर र हल्ला गर्नुभन्दा बरु घरमै बसिरहेको भनिरहेछ उसले चाहिँ होइन। यो चाहिँ अब त्यो फेक ग्याङ्स्टरहरूलाई भनेर उसले चाहिँ यो चाहिँ फेक ग्याङ्स्टर ऱ्यापरहरूलाई एकदम बब्बाल हल्लिँदै आइज गर्न ढोक जन्मिँदै मनाइसके गानी बुझे बाउबाट संस्कार सिके मेरो गाउँबाट अझै मुटुभरि कति घाउबाट छ संसारै छोडेर जाउँ लाग्छ सब खोजिरहेछ फेरि दाउ मात्र तर समयले यहाँ भाउ राख्छ चिन्ता नगर भाइ आउँला म तर पहिला पुग मेरो ठाउँ मात्र जति खोज्दा पनि पौडिने फेरि बस बन्दाखेरि दौडिने यति काम गर्छु मैले दिनदिनै कि सलाम ठोक्छ मलाई मौरीले उज्यालो दिने थियो औचित्य किने ढाक्न सक्थ्यो र औँसीले मलाई छोडी गएदेखि बौसीले आज ठिक पार्दैछ रौसीले म नै हो बाघमा राको बाघ।
इन्डस्ट्रीको बाघ पछि अनि त्यसपछि भन्दा चाहिँ मेरो ठाउँको बाघ पनि मै हो, म नै हो बाघमाराको बाघ। यो गर्दैछ पोखरामा राज नभए जङ्गल पस्ने आँट कसैले नदे हुन्छ धाक नभने दिन नभने रात चल 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 कोहीले नि दिन नभने साथ। यो त हाम्रो डिभाइन ब्रदरको सेम यो स्टाइलमा ल चल 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 सर्ट आउट टु डिभाइन हाम्रो इन्डियन ऱ्यापर डिभाइनको त्यही स्टाइलमा उसले चल 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 हानेर चाहिँ उसले डिभाइनले चाहिँ प्रायः यो हानेर हुन्छ के गरेर हुन्छ। कसैको हुन्न रहेछ बाल 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 आफ्नैले दिन नभने हात भने हात सही हो कसैको पनि बाल बवाल बवाल ल दामी हाम्रो टुकी ब्रदरको नयाँ सङ चाहिँ दामी छ इन्डस्ट्रीको बाघ होइन एकदम राम्रो लाग्यो मलाई सुनेर बिट पनि बवाल सर्ट आउट टु प्रथम बिट ल थ्याङ्क यू गाइज सब्सक्राइब माई च्यानल आजलाई चाहिँ यति नै ल।